हेलो नमस्ते सबैजनालाई। म चाहिँ आज तरुल खन्न लागिरहेको छु। तरुल खन्नको लागि मेरो यहाँ गैती छ। तरुल खनेर खनिसकेपछि हाल्नको लागि यहाँ डोको छ। तरुल खन्नको लागि चाहिँ म यहाँ जाँदैछु। जस कति हुन्छ कति खन्न सक्छु अहिले म देखाउने छु। यहाँ तरुल खन्न जाँदै गर्दा चाहिँ के भन्छ यो अम्बाको रुख छ बाटोमा, अनि त्यो म टिप्न लागिरहेको छु। यो चाहिँ टिपेर म खान्छु। यो चाहिँ अम्बा हो, यो धेरै मिठो छ। बाटोमा जाँदै लरे ला 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 खानु पर्यो खानु पर्यो। पिरा खायो क्या हो छैन। अम्बा खाँदैछु। अब म चाहिँ तरुलको रुखहरू भएको ठाउँमा आइपुगेँ। अब तरुलहरू खन्ने छु। अम्बा खाइसक्छु, त्यसपछि तरुल खन्छु। मिठो छ। अब चाहिँ राख्छु। अब यता तरुलहरू खान्छु। ठुलो रुखको मुनि त्यो एउटा सानो बारी छ। त्यही बारीमा चाहिँ म खन्दैछु। अहिले तरुल खनिसकेपछि म देखाउँछु कति निकाल्न सके भनेर। खन्ने त हो तर कहाँनेरि खन्दा चाहिँ निस्क्यो होला त यो। म सुरु गर्छु है त। म चाहिँ यहाँ मोबाइल राखेर भिडियो गर्दै खन्नु पर्यो भनेको। हातैले छेकिदियो क्या मेरो भिडियो त। छैन क्या यसमा त्यस्तै। आज म एउटा निकाल्न क्या हो। छैन क्या हो। यो बोटबाट निकाल्न सकिनँ म। अर्कै बोटमा यो बोटमा खन्नुमै त यो बोटमा कतिको छ। छुट्टै त्यही पनि एकतिरबाट त खन्छ होला। तरुल पनि मैले खनेर यतिसम्म चाहिँ निकालेँ। सानो सानो रहेछ। तरुल पनि निकालेँ, यति निकालेँ, बल्ल एउटा निकालेँ। अब अझै निकालिसकेपछि देखाउँछु। मैले चाहिँ
अर्को तरुल पनि निकाल्न सफल भएँ। यसलाई यस्तरी भाँच्छु कि म। ल यति त भयो जम्मा। यत्रोलाई पनि म राख्छु यहाँ। ल यसको बोटलाई निकालेर म कहाँ राखिदिउँ त। ल तरुल नि यत्रो रुखमा तरुल त जम्मा त्यति। रुख भने चाहिँ यत्रो ठुलो रहेछ कि यसरी खोज्नुपर्छ क्या यसलाई चाहिँ। कत्रो छ यो, खासै ठुलो त रहेनछ यो। खन्ने बेला खन्ने बेला त भएको छैन। त्यही पनि यो खाजाको लागि हाम्रो यो गाउँघरमा चाहिँ खाजा यस्तै खाइन्छ। सिमल तरुल पनि यो बदाम जत्रै फल्छ हो भन। हेर्नु त है बदाम जत्रै त छ यो। अनि यो चाहिँ अलिकति के जत्रो छ भन्नेलाई चाहिँ तपाईँहरू आफै भन्नु होला। मैले तरुल निकालेँ। तरुल चाहिँ यस्तो जमिनभित्र चाहिँ यस्तो भएर बसेछ। ल चाहिँ अब लास्ट यो रुख खन्छु त्यसपछि घर